अब मेन पावर र एजेन्टबाट ठगिने दिनहरू गए। अब दुबई पनि कसरी जान, के गरेर जाने भनेर सोच्नु भएको छ भने त्यो पनि दिन गए। कसरी, यदि कसरी भन्नेको एन्सर पाउनु छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। बेसिकली दुबईको लागि हामीसँग 3टा भिजा एभाइलेबल हुन्छ, एउटा भिजिट, एउटा वर्किङ, एउटा फ्रिल्यान्स। सो भिजिट तपाईको घुम्न आउने भिजा 2 महिनाको हुन्छ। यसमा यदि कसैले तपाईलाई काम पनि मिलाइदिन्छु, खाना बस्न मै दिन्छु, यो सबै भन्छ भने तपाईँ त्यहाँ केयरफुल हुनुपर्ने हुन्छ, बिकज गभर्मेन्टले भिजिटमा आएर काम गर्न एलाउड गर्दैन। र सेकेन्ड तपाईको वर्किङ भिजा। वर्किङ भिजा भनेको तपाईँ एउटा कम्पनीको अन्डरमा बसेर उनीहरूसँग 2 वर्षसम्म तिमीहरूकै अन्डरमा बसेर काम गर्छु भनेर कन्ट्र्याक्ट साइन गरेर आउनु भएको भिजा। यसमा तपाईले कुनै पनि डकुमेन्ट्सहरू आफूसँग राख्नु पाउनु हुँदैन। प्लस यदि नेपाल जानु पर्यो भने पनि कम्पनीको अनुमति लिएर मात्रै जान पाइन्छ। तेस्रो फ्रिल्यान्स भिजा, जसमा तपाईले फ्रीली आफ्नो मनमर्जीले काम गर्न पाउनुहुन्छ, जसमा तपाईको हरेक त्यो डकुमेन्ट्सहरू जसले तपाईलाई फ्रीली काम गर्न दिन्छ त्यो तपाईँ आफैसँग हुन्छ। यसले गर्दा तपाईले आफूले भनेको टाइममा नेपाल जान आउन पायो, फ्यामिली स्पोन्सर गर्न पायो। प्लस तपाईले त्यो सबै डकुमेन्ट भने नि मैले, सो एनओसी, स्यालेरी सर्टिफिकेटहरू जस्ता डकुमेन्टहरू नि पाउनुहुन्छ, जसले तपाईलाई युए मात्रै होइन बाहिरी कन्ट्री जस्तो युरोप, सेन्चेनको लागि पनि एप्लाई गर्न मौका दिन्छ। सो अब डिसिजन तपाईको हातमा कि तपाईलाई युए कुन भिजामा आउनु मन छ। कसैको कुरा नसुनिकन आफ्नो सेल्फ डिसिजन लिएर तपाईँ अन्डरमा काम गर्ने हो या तपाईँ घुम्न आउने हो या त फ्रीली काम गर्ने हो, डिसिजन तपाईँ।